नमस्कार सबैलाई। आज म चाहिँ यहाँ चिल्ड्रेन पार्कमा छु। यो पार्क चाहिँ साउदी अरबको सपनिया भन्ने ठाउँमा छ है। यहाँ केटाकेटीहरूको लागि खेल्न राम्रो र व्यवस्थित तरिकाको पार्क बनाइएको छ भने अब अलि शान्त वातावरणमा बस्नको लागि ठुलो मान्छेहरूको लागि मेन्चहरू छ। उता निर्माणाधीन जस्तो छ, त्यो प्रतीक्षालय पनि। विशेष चाहिँ यो पार्क चिल्ड्रेन पार्क है, बच्चाहरूको लागि। यहाँ हेर्न सक्नुहुन्छ पिङ पनि छ। यो चिप्लेटी खेल्ने है, यतापट्टि यस्तो। यो त ग्राउन्ड छ है। यतापट्टि घरहरू बस्ती है। नियमित पानी हालेर बनाइएको चौर हो है। दुबो रोपिएको छ। यो ठाउँ ठाउँबाट पानी बिहान बेलुका पानी छोडिन्छ। कस्तो राम्रो छ बाटो है। यहाँ खर रोपिएको रहेछ। यहाँ खरहरू रोपेर पानी हालेर, खर जस्तै छ। काँस हो कि काँस भने अर्कै खर फुल छ है। त्यो खरै हो, त्यो बाबिएको जस्तो छ पात हेर्दा होइन। त्यस्तै काट्ने पनि छ, त्यही एक प्रकारको होला। तर यहाँ पानी हाल्छ दिने बेचे। यहाँ पानी प्रयोग गर्छन् है। यो मैले कहाँ देखिरहेको छु। यहाँबाट चाहिँ पानी त्यसरी निस्किन्छ र सिँचाइको व्यवस्था मिलाएको छ। यता गाडीहरू छन् है। यस्तो पार्क छ। पर बस्ती है, त्यो घरहरू बस्तीहरू होइन। पारि देख्न सकिन्छ भने उता रोड छ। रोडको साइडमा एकदम खुला देखिन्छ कि यहाँ चाहिँ है। मान्छेहरू कोही देखिँदैनन् है। अहिले बिहानको 8 बजेको समय छ। एकदम खुला, एकदम शान्त वातावरण देखिन्छ कि। यो चाहिँ बच्चाहरूको लागि है। हस्त, धन्यवाद।